नमस्ते। आज आइतबारको दिन छुट्टी भएको दिन म बिहानै उठेँ, नुहाइधुवाइ गरेँ अनि पूजातर्फ लागेँ। म पूजा गर्ने दिन मलाई चाहिँ बाहिर पितृ कुलकुलायन देवताहरूलाई पनि जल चढाउन एकदम मन लाग्छ। त्यो गरिसकेपछि मैले ब्रेकफास्ट खाएँ। इजी अनि सिम्पल हेल्दी ब्रेकफास्ट। अनि ब्रेकफास्ट गरिसकेपछि मलाई चाहिँ टी खान एकदमै मन लाग्यो अनि बाहिर बाल्कनीमा बसेर एक्लै मजाले टी खाँदै बसेँ। वेदर पनि एकदमै राम्रो थियो। अनि त्यसपछि वेदर राम्रो थियो, घाम लागिरहेको थियो, त्यही भएर मलाई चाहिँ मुला खाँदेको सिसीमा राख्नेवाला अचार बनाउन मन लागेर म पसल गएर मुला किनेर लिएर आएँ। अनि त्यसपछि त्यसलाई धोइओरी अनि काटकुट गरेर अनि त्यसपछि घाममा सुकाउनतिर लागेँ। त्यो गर्ने बिचमा चाहिँ मैले उता कुकरमा दाल पनि बसालेको थिएँ। मलाई चाहिँ आज एकदमै खै कुन्नि किन थकाली खाना सेट हुन्छ नि, त्यो एकदम क्रेभिङ भएको भएर अनि ल हुन्छ त्यो बनाइदिइहालौँ न त छुट्टीको दिन भनेर थकाली खाना बनाउन थालेँ। अनि दाल झान्दै थिएँ, यतातिर दाल डन भइसकेको थियो। मलाई चाहिँ झानेको दाल एकदमै मिठो लाग्छ, घिउले मजाले झानेको। अनि यता दाल झानिसकेपछि मैले ल अब स्न्याक्स हल्का खानु पऱ्यो फ्रुट्सहरू भनेर फ्रुट्सहरू काटेर अनि बाहिर मजाले घाम ताप्दै एकछिन फ्रुट्सहरू खाएँ। अनि त्यसपछि यता चिकन ग्रेभी बनाउनतिर लागेँ। अनि मलाई कस्तो करेला खान मन लागिरहेको थियो, त्यही भएर करेलाको अचार बनाएँ। अनि अब थकाली खाना सेटमा त साग नभइकन त त्यो खाना सेट नै हुँदैन होइन। अनि यता बनाएँ अनि पछि फेरि हरियो तरकारी पनि खाऊँ न त होइन भनेर हरियो तरकारी नि बनाएँ। अनि त्यसपछि मलाई कस्तो खास रेस्टुरेन्ट जान मन लागेको थियो, तर म बिरामी भएको कारणले जान मन लागेन। अनि त्यही भएर घरमै ल रेस्टुरेन्ट भाइब्स ल्याऊँ भनेर हल्का मेकअप गरेर ड्रेस लगाएर अनि यहाँ खाना पनि रेडी भइसक्यो। अनि म चाहिँ मक्ख पर्दै ल रेस्टुरेन्टमा गएर खाजा सेट नखाए पनि घरमै त्यस्तो भाइब्स लिएर आऊँ न त भनेर म चाहिँ मक्ख परेर अब खान थालेको। अनि खाएर एकछिन रेस्ट गरिसकेपछि मलाई चाहिँ केही कुरा पढ्नु मन लाग्छ, दिनमा आधी घन्टा भए नि होइन। आर्टिकल होस्, न्युज होस्, अथवा चाहिँ आफ्नो काम रिलेटेड, नर्सिङ फिल्ड रिलेटेड केही जे पनि आर्टिकलहरू त्यस्तो पढ्नु मन लाग्छ। अनि बाहिर म एक्लै बाल्कनीमा बसेर पढ्दै थिएँ। ठ्याक्क कस्तो राम्रो आर्टिकल भेटाएको थिएँ मैले। अनि कस्तो राम्रो किवर्डहरू पनि थियो कि त्यहाँ। अनि मलाई चाहिँ एकदम राइट डाउन गरेर नोट गर्नु मन लाग्छ। अनि किवर्डहरू त्यो लेख्दै अनि पढ्दै गरेँ। त्यही हो मेरो आजको सन्डे भ्लग, मिनी भ्लग। यसरी मेरो दिन बित्यो। थ्याङ्क यू फर वाचिङ।